Jump Minamura from Horseville. एउटा चिटिङ देखाउँछ ल। यहाँ अघि म आउँदाखेरि नि यहाँ माथि पार्किङ छिर्नको लागि मेरो अगाडि यहाँबाट नम्बर प्लेट रहेन क्या, अनि पार्किङ छिर्नलाई नम्बर प्लेट रिड गर्नुपर्छ क्या यिनीहरूले, तर नम्बर प्लेट नै छैन। अनि रिड गरेन, अनि खोलेन, अनि साइडबाट आइदिएन कि फेरि साइडबाट भाग्नुपर्छ पैसा नतिरिकन। सय किलोमिटर मिनामुरा बिच। सिट म्याप लाउनु मिल्दैन। ओ त्यो त उज्जवल होइन भने त्यस्तै देख्छु त म त। प्लिज यो माइक चाहिँ धेरै ठुलो आवाज आउनु आएको होस् या लास्ट ब्याङ हुन्छ। ल पन्जै लाउने बिर्सेँ यहाँ छ्या। सिट भइहाल्यो नि। होपफुल्ली ब्याट्री चाहिँ टिक्छ त्यहाँसम्म, टिकेन भने त फाक हुन्छ यार छ्या। मतलब छ अर्को ब्याट्री पनि, तर पनि भन्नु खोजेको चाहिँ थाहा हुँदैन मलाई भन्नु खोजेको। अब कहाँ पुगे बर्चेली अरे यार, अब तातेर जानुपर्छ यहाँ। माइक त छ नि, झऱ्यो भने फेरि अर्को दुःख उता। कतिको रोड हो यो म्याप छैन कि कानमा एयरपोर्ट लगाएको छ। पुलिसले पक्ड्यो भने चाहिँ गेँडा हान्छ। त्यही माथि यहाँ क्यामेरा हालेर हिँडेको छु। क्यामेरा हाल्न त पाइन्छ तर सस हान्छ क्या पुलिसले। क्याङ हुन्छ नि पुलिसहरू पनि। टर्न राइट भन्नु कि लेफ्ट भन्नु? हगेँ कि क्या मैले त। खै राइट भन्यो कि लेफ्ट भन्यो यार। मैं साला कहाँ छ यसको स्ट्रिटको नाम हेरौँ भनेको। टर्न खै कता भन्नु? किङ जोर्ज चाहिँ हो। लेफ्ट भनौँ कि राइट भनौँ यहाँ साला। अब जाउँ, अब जानु मिल्दैन अरू कतै। होपफुल्ली यतै भनेको हो रहेछ। 70 को जोन ल। यो काकाले फेरि
किलोमिटर सिधा सही हो। यहाँ उबारे उबारे त होला नि। ए तेल कहाँ हाल्ने यार तेल बाटा जहाँ भेटिन्छ त्यहीँ हाल्नुपर्छ। सत्तरी त एकैछिनमा पुग्यो यार। ओइ 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 स्कुल जोन रहेछ, स्कुल जोन रहेछ। हामी वलङ्गङभन्दा अलिकति पर जाने हो। कसैलाई थाहा छैन होला वलङ्गङ भनेको भने चाहिँ वलङ्गङ यति टाढा छ यहाँबाट। अलमोस्ट 100 किलोमिटर हो। अहिले 34,787 छ। चालीसको स्पिडमा हेर न कति बिस्तारै 70को रोड छ। अब यहाँ कट्ने बित्तिकै उयो 70को जोन कट्ने बित्तिकै यस्तो उडाउँछन् चोरहरू। येल्लो बल यार मासाला। फायर रेस्क्यू रहेछ अगाडि त ओए नाक चिलायो हौ मैं। रेकर्डिङ त भइरह नि फेरि मैं एकदम फाक हुन्छ नि। ए चलाउनु पाइँदैन, डिभाइस चलाउनु पाइँदैन। हाय हाय एउटा कथा सुनौँ। यहीँबाट अल्छी लाग्यो मलाई। महाभारत हेरेको छ भने एउटा खतरा कथा छ जुन चाहिँ धेरै बुकमा पनि छैन, एउटा दुईवटा बुकमा छापेको छ। सबैलाई थाहा पनि छैन यो कुरा। खासमा भन्नुपर्दा म चाहिँ अलिक बुक पढ्ने मान्छे भएर मतलब त्यति बेला पढ्थेँ। मतलब भर्खर महाभारत जान्दाखेरि विदेश आएपछि के हुन्छ भने पाण्डवहरू जब द्रोणाचार्य भाटामा जान्छन् पढ्न, अनि त्यो बिचमा तिनीहरूले अङ्गराज्य क्याप्चर गर्छन् क्या हस्तिनापुरले। अनि अङ्गराज्य चाहिँ कसरी क्याप्चर गर्यो, को थियो त्यहाँको राजा, के षड्यन्त्र रच्यो भनेर चाहिँ छ क्या। यो माया कसम एकै ठाउँ रोकिराख्दाखेरि एकै ठाउँ बसिराख्यो भने मलाई मुखभरि बाफले हेलमेटको भाइजरभरि ऊ लाग्छ। फेरि पहेँलो बल हो गु जस्तो साला। ऊ यहाँ पनि पहेँलो त्यहाँ पनि पहेँलो गिराइ भयो। अनि अब यहाँ एकछिन रोक्नुपर्छ, भाइजरभरि बाफ हुन्छ साला, केही देखिँदैन। अनि अनि अङ्गराज्य क्याप्चर गरेको हुन्छ क्या, जुन चाहिँ पछि पाण्डवहरू फर्किसकेपछि त्यहाँ कर्णसँग नै भिडन्त पर्छ नि पाण्डवहरूको त्यो कम्पिटिसनमा। त्यसमा दुर्योधनले यो मुलाले हात देखाएर यता जान्छ होला भनेर छोडेको, झाँटु साला गयो। म आकाशमा उनी नपालिकन गयो, कस्तो कुदाइदिएको छोरीले। अनि कहाँ पुगेको थियो म, यो एडिएचडी हिट भइहाल्छ मलाई चाहिँ। फेरि 70को जोनमा यो फायर रेस्क्यू चाचा साला कुदाउनु नि।
गइहालेको छु म देखेर अनि बाल बचे यार आम्मो जिउ त थर कामै हाल्यो नि कुदाउनु नि हो भन्दै गएको यहाँ कसम झन्डै 10 आएको चसा लागेको झाँट साला यो गाडी झाँट रह्यो यो गाडी मलाई मन पऱ्यो अलिक फोकस गर्छु ल यो कहानी अलि रेड लाइटमा रोकेको बेला मात्रै भन्छु कस्तो झन्डै मायाको छ उहाँले यार साला खुट्टै लग कहाँ हो यति छेउमा त्यो लागिसकेको थियो क्या माया साला यति छेउमा थियो क्या यति त्यसले अलिकति साइड नलगेको भए माया म हक्थेँ होला खोइ के भयो भरे हेर्छु भरे के भयो क्रेजी भयो यार त्यो बुढोले पनि फर्केर हेर्दै थियो यार बिचरा हेर्न म्या कर्नर आफूलाई आउँदैन कि कर्नरिङ म अलिक क्वालिफाई भइसकेको रहेन छु यार बाइक कुदाउनु लाग्दो साग पर्पस झन्डै मरेको म्या कसम रेस्क्यु ट्रकसँग ठोकेको झन्डै ऊ पनि छैन मजा त इन्सुरेन्स पनि छैन यो त्यसको गाडी पनि मैले बनाउनु पर्थ्यो मेरो गाडी पनि मैले बनाउनु पर्थ्यो पैसा छ ब्याङ्कमा 500 रुपियाँ मेरो खानदान बेचिदिनु पर्थ्यो मैले त साला बरु बिस्तारै नै जान्छु छ्यामा साला सम्झी पनि डर लागिरहेको मैले गाँड फडायो हेर्न बिस्तारै गएको यत्रो कत्रो स्पेस छ क्या त्यहाँ माथि हेर्न कसम म त्यसको प्यासेन्जर सिटमा भएको त्यसलाई चड्काइदिइसकेँ अब यहाँबाट राइट टर्न अन्ली होला होइन मैले लेन चेन्ज गर्नुपर्ने होला जस्तो ए होइन र के हो होइन बुढोले नि हेरिरहेको थियो यार कस्तो त्यो सोचेर के हुन्छ राइडको स्टार्टिङमै यस्तो भयो क्या प्रब्लम के हो क्या अब अर्को झाँट आयो अर्को यो झाँटसँग पनि अलिक डराएरै जानुपर्छ यार मलाई अलिक चुस्सै ठोक्यो भने त त्यही माथि बाङ्गोटिङ्गो बाटो बाङ्गोटिङ्गो बाटो बिस्तारै गयो भने ऊ आएपछि यहाँ जाने जितेर टरकमा कसम कति हो टरक पनि यहाँ पनि छ ऊ त्यहाँ अगाडि पनि छ एउटा त्यो सिमेन्टी पेल्ने मसाला बनाउने गाडी म राइट
राइट लेनबाट हिँडिरहेको छु हिँड्नुपर्ने चाहिँ लेफ्ट लेन हो म खासमा लेन चेन्ज गरौँ त्यसो भए किनभने हामी लेफ्ट जानुपर्छ यहाँ अगाडि 9 किलोमिटर भन्थ्यो के अरे 2 किलोमिटर त हिँड्यौँ के अरे तर यो ट्रकमा एकदम लास्टै गोजै चलिरहेको क्या यहाँबाट हिँड्नु मासालाई यता कुनामा छिर्यो भने पनि झाडीमा छिरिन्छ कमसेकम अर्का गाडी त बनाउनु पर्दैन यस्ता यस्ता झाँट बराबर मान्छे हुन्छन् र पो त रिस उठ्छ त हेर्न साइड लाइट बालेको चुमु बिर्स्यो बन्द गर्न हेर्न 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 बालेको हेर्न यहाँबाट साइड जान्छस् है कहाँबाट साइड जान्छस् ओए घोगे बल्ल बन्द गर कस्तो रिस उठ्छ भने नि यता आयो यताबाट रोक्छ क्या माया कसम फेरि फेरि लाइट यो लेन क्रस ओभर गरेर जानु पाइन्छ कि मतलब लेन फिल्टरिङ भन्छ कि यहाँ बिच बिचबाट जानु पाइन्छ कि तर म मेरो लर्नर्समा छु क्या लर्नर्समा नभएको भए चाहिँ म फुल लाइसेन्स हुनुपर्छ त्यसरी जानलाई चाहिँ फुल लाइसेन्स भएको म यहाँको यिनीहरूको म गेँड फाडेर 2 बनाएर 4 बनाइदिएँ यहाँ बिचबिचबाट गएर अब यो म हाइवेमा त्यस्तो गरेर म साला पेट्रोलले भेट्यो भने पुलिसले भेट्यो भने अनि पुलिसले तेरो लाइसेन्स गयो ल भाइ यो बाइक लिएर अब टो गरेर घर जा ल बाबु भनिदिन्छ इन 1 किलोमिटर टर्न लेफ्ट कि त्यस्तो के भनेर म 8 किलोमिटर हिँडिजाऊ यो लाइट त्यो परको लाइटबाट लेफ्ट हेर्न यहाँ बाटो घाटेको हेर्न यो मोटीलाई हेर्न अनुहार त बोई कस्तो डर लाग्दो चाक पनि हल्लाउँदै रहेछ BMW गाडीको नाम हो अस्ट्रेलिया फर्स्टमा किडन्याप भ्यान 20 ओए दामी गाडी UN को गाडी ओए फोन बनाउने गाडी ओए SUV थाहा छैन ओए फोहोर उठाउने ट्रक चल 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 द रोयल नेसनल पार्क टर्न लेफ्ट अरे जिउने छुम माया नमारी हा मनभरि माया बोके सम्झन्छु म घरि घरि डर रहन्छ कति धेरै माइक चेक गर्न लाएको थिएँ माया कसम ग्रिन बोलिहाल्यो यो फोहोरको ट्रकको गाडीमा त छेउ पनि पर्दैन अघि म यहाँ साल झन्डै म गरेको छु यता ठुल्ठुलो गाडीको त म त छेउ पनि पर्दिनँ कति 69 किलोमिटर यसले के भन्दा छ अहिले अलमोस्ट 69 किलोमिटर सिधा जा भन क्या कि मैले गलत सुने म
म चाहन्छु कि गलत होस् त्यो कन्टिन्यू स्टेट 69 किलोमिटर त क्रेजी हो त हो के गर्छ बाइक त काम छ त हौ थर ओ माई गड 80 को जोन हो यार ओए ल बाटो राम्रो आयो कडाकडी हो बाटो राम्रो आयो अब कुद्छ गाडी यो ट्रकले चाहिँ मलाई छेको र मात्रै कि ट्रकले जितेर जानुपर्छ यो ट्रकलाई होइन कुद्यो राइट लेफ्टको ट्रक महाकसम त्यो ढुङ्गामा परेको भए म पछाडि एउटा खाल्डो गयो यार मायासल त्यस्तो खाल्डोमा पऱ्यो भने त म त मर्छु यार मायाकसम अहै केटा अहै मायाकसम अहै केही त हो है अब आएका बाटो दामी बाटो अस्सीको झन् अब मलाई मेरो कानमा यो एयरपोर्ट यस्तो दुख्छ म्याक्सम के गर्न आउनु परिहाल्यो यहाँ त 55 कुदा भन्दैछ त अलिकति बाङ्गो रह क्या फेरि 80 नै भन्यो होइन युटर्न बे अन राइट अरे एक गेडा युटर्न किन गर्ने हो र हामी जाने सिधै किन मार्क लगाएको एक्स मर्ने ठाउँ हो क्या अब ए ट्रेन रहेछ नि त यहाँ त ओए लामोवाला ट्रेन जाने रहेछ क्या ट्रेन क्रसिङ रहेछ है सी ओए गाडी ओइ सबले ब्रेक मार्ने हाम्रो यहाँ के भएन ओए हेर्न साइकल कुदाएको आम्बो ओए कता चोमु गाडी अगाडि आएको ओ चोमु ओए गाडी त खतरा कुदाउँदो रहेछ है मेरो साले ओए मैले कुदाइहालेँ त अब यो गोप्रोको क्लिप मतलब अगाडिपट्टि चिन माउन्ट लगाएको छु कि अनि यो पुरै भाइजरै बन्द हुँदैन भाइजर पुरै बन्द नभए चाहिँ मुखमा हावा पैसा आयो फेरि टर्निङ आयो यहाँ टर्निङ त डरै लाग्न थाल्यो अब त मलाई त्यहाँ अनि स्पिडमा ओमा गर्थ्यो त म सुत्नु सक्दिनँ यार कस्तो कुद्थ्यो यार अब यो कुदेको यो कहाँ कुद्यो यो आफै यहाँ त कहीँ छैन त जाने ठाउँ त्यहाँ वलङदङ कति किलोमिटर लेखेको थियो नि बिर्सेँ यार हेर्न लेख्न त लेखेको थियो हावाले हानेको यहाँ 70 को छ त स्पिड त के हो गइराख्नुपर्छ क्या लगभग 1.5 घन्टा क्या आएको छ यही स्पिडमा क्या क्रेजी भयो यहाँ विदेश भयो पन्जा लगाउनु बिर्सेँ कि मैले अहिले लाइटमा रोक्यो भने यस्तो छिटो पन्जा लगाउँछु कसरीहरू कहाँ पुगिसक्यो यार तिनीहरू पुगि नै सक्यो होला यार लिफ्टहरू 50
नाम भनेको पनि फोकस गर्नुपर्छ यार, कता सुनाएर हुन्छ। दुई दिनको जिन्दगानी गीत सुन्ने बरु यार। दार्जिलिङको रेलगाडी छुकछुक गर्दै अघि बढी बुढापाकायौँ, सबैलाई समेटी हिँडी बितिसके कति जीवन फर्किआए कति। यो चाहिँ मैले लिएको ट्रेन स्टेसन रहेछ, कुन ट्रेन स्टेसन हो? अघि बढी है तिमी रोक्दैन कहिले पनि, संसार छाडी गयो तिमी जस्तै होइन पो है। ओए बतासे डाँडा काटेर आयो है फेरि फर्केर इन्जिन धुवा उडाई, उपु गाडी सिटी बजाई, संसारको भिडमा आज भागेछु म आज, तिमीहरू र मेरो माझ पुरानो यो बन्धन आज लैजाऊ, तिमीसँग जिउन यहाँ गाह्रो भयो है। छेउको गाडीले जित्न खोजिरहेको थियो मलाई, मैले मलाई मेरो उकालोमा त्यो स्पिड घटेको जित्न खोजिहाल्दो रहन्। आम्बो हुन्छ नि यार एउटा। ओइ के हो त्यस्तो? ओइ म्याच, ओइ 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 बट्टायो त बट्टायो त। बोलो 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 बोलो। यहाँ पुग्दै हाल्दा खुल्नु आएर क्या क्रेजी हुँदैन? फक मैले पाइनँ यार लगाउन। एकपट्टि मात्रै हो, गुड गुड। सत्तरी हो के अरे स्पिड यो गाडीमा भन्दा गइरह जाउँ। नाकबाट मेरो तरी सिगान चुइसक्यो क्या। अब यहाँबाट त 60 नै अरे हो फेरि। के रहेछ ए हिटकोट आइपुगेछौँ। हिटकोट 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 भन्ने ठाउँ हो। हिटकोट हिटकोट पर्सलीहरूलाई भेट्न पाए हुन्थ्यो भनेको कहाँ छन्। अलिकति स्पिड गयो भने त भेट्दैन के अरे तिनीहरू नै। मभन्दा स्पिड जान्छ पो त। मभन्दा फेरि 10 मिनट अगाडि 5 मिनट अगाडि हिँडेको हौ। कोही 60को स्पिडमा म यहाँको 65 हिँडेर। यार बाइक कुदाउनु त होइन रहेछ क्या विदेशमा त। एकदम कस्तो बत्याएको यार आम्मा। ल मरेँ नि म। उही 100को बाटो आयो। उही तर मैले 90 भन्दा धेरै कुदाउनु पाइँदैन तर एनिवे। बट्टाको मुमुरे क्या मैं आँखा त्यहाँ पानी परिरहेको क्या। म त यी ओत लागेर जान्न म त बरु। Fuck man।
कस्तो ओत्याएको यार ल ल ल ल सयमा कुदाउँदा त म मर्नै रहेछ यार यहाँ त सिधा बाटो भएको भए पनि एउटा कुराकै फेरि माग्नु र टिङ्गो भएको घर हुनु नि साइडमा मुझे हावै चल्दैन कि ढुक्क शीतल हुन्थ्यो ल यहाँ छेउमा पनि सिसा पनि हेर्न त पाइनँ हौ यहाँ कसम गाडी आउँदै छैन ए यो ट्रकले रोकिरहेको रहेछ नि त मान्छेहरूलाई स्कुल जानु पर्यो कर्नर कटो मैले त्यसको विचार गर्नुपर्छ कसले म्यासेज गरेको ल अब चाहिँ गइन्छ डरो गइन्छ ल क्या छ्या पानी परेर यार त्यहाँ मर्छु यार म त आएको छ भिजेर रेनको केही छैन क्या त्यही माथि यस्तो बत्ती राखेका आम्मा के बत्तीको यो होइन यार अलिक बिस्तारै जाउँ क्रेजी बत्ती यार गाडी किन्न भन्ने रहेछ यार ल ल ल मरेँ नि म आएको मरेँ नि म यहाँ पुग्दा पानी होला ल हो म सर ल्यामै भिज्छु अस्सी अहेड अरे यहाँ कोन छ मैले धेरै स्पिड कुरा राखेर 80 अहेड बरु 80 नै ठिक छ सयमा त 80 मा त यस्तो भ्याट पालिदिन्छ सयले त म मारि नै हाल्छु ल ल गाह्रो भयो म त आउँदिनँ आज पानी परेर आउँछ भित्र पनि आउँछ ओए बाइक गयो बाइक वाटरफल होला वाटरफल आएको छैन ए हो वाटरफल हो नि यो ब्रिज मलाई थाहा छ म आएको छु एकचोटि आएको छु म दिपिन दाइ यहाँ ब्रिज वाटरफलवाला हामी आएको नि एकचोटि आएको छ हो बरु यस्तो रुखसुख भइदियो हुन्छ क्या सीधे जाने यार सीधे पलंग सीधे ओए यहाँ हावा सट्टै रोकिएको थियो यार हो बरु रुखले अलिकति छेकिदिन्छ म आएको छ हो यस्तो ढुङ्गो हुनु नि म अघि नै ओए यो मुजी के भएको के हो मलाई त अब मार्न खोजेछ नि त हौ जाला सबै मिलेर आज 110 को जोन आर यू सिरियस राइट नाउ 110 को जोन बत्तीको बेलामा मलाई त लेफ्टतिर पठाइरहेछ यार लेफ्टतिर पठाइरहेछ यार म हावाले फकिङ हेल कस्तो हावा चलेको म कसम पानी छिट्टायो गेडा जानु
आएपछि हाई विन्ड एरिया यार यहाँ बिस्तारै जान्छ यार आम्म आम्म आम जान मिल्दैन क्या म यहाँ लेन चेन्ज गरेर जान कहाँ बस्नु यार म आएको यहाँ अगाडि केही ठाउँ छैन यार 110 को जोन हो क्या यो फेरि म त मरेँ क्या आएको छ मरेँ क्या म पानी परेँ क्या ब्रो छिटो एउटा पार्किङ ठाउँ आज त म आएको कि बसिहाल्छु गेडा पनि जान्न म त आएको छ म के भेच्नु यो मर्छ यो कस्तो ठिल्यो यार लेफ्ट म हिँड्दैन यार बाइकमा यति टाढा अब ल गाडी बेस्ट रहेछ यार गाडी बेस्ट नेपालै बेस्ट बाइकको लागि त मलाई यस्तो स्कुटर बोकेर हिँड्ने मान्छेहरू के गर्छन् होला मर्दैन होला क्या त्यहाँ त आएको आम्म कामै हो म त थर कामै छ होला पसिना पर्नु अरे के ठुलो फेरि होइन क्या रोक्ने ठाउँ नै छैन क्या एक्जिट लिन्छु सक्दिनँ म आएको आम्मा हेर त ल भएर रहेछ क्या मलाई साइडमा खेलेको हेलेन सोच भन्ने एक्जिट लिन्छु क्या अगाडि झन् कालो बादल छ चाक हानिहाल्छ तर मैले यो एक्जिट लिएँ भने म फेरि कहाँ के गर्छु भन्ने कुरो हो क्या के गर्ने यार यत्रो हावा नचलेको भए म कुदाइन्थेँ क्या चलेको छ क्या क्रेजी अघि त्यहाँ अलिकति हावा कम्ती उडाएको ल ल ल
हेर्न बाटो कस्तो सिक बाटो हो क्या तर एकदम हेर्दा हेर्दा फेरि मलाई लेफ्टतिर पुरा मेरो राइटपट्टिको हात त नि मरिसक्यो क्या लिटरली मरि नै सक्यो क्या दिनु पऱ्यो रहेछ अब यहाँ कथा सुनाउनु थाल्यो भने त मैले त फेरि राइटपट्टि पेलो भने त यहाँ गाडी हेर्नुपर्छ यार राइट लेनबाट हिँड्नुपर्छ होला यार राइट लेनबाट हेऱ्यो भने त्यहाँ पेलो भन्यो भने हेर न ल म यहाँ राइट लेनबाट हिँड्नुपर्छ पेल्यो भन्यो भने यता जान्छु नि त म खाडीमा गयो नि त ढुङ्गोमा त गइनँ नि त मतलब लेफ्ट लेनमा पेल्यो भने त लेफ्ट लेनबाट राइट पेल्यो भने त म गाडीमा ढुक्छु नि त यहाँबाट त म गाडीमा ढुक्छु नि यता त केही गाडी हुँदैन तर वाट पाक्कामा भरे फर्किने कसरी फर्किने सोचेर मरिरहेको यत्रो बोले यत्रो गऱ्यो भएर म्याको पेलो 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 लेफ्टतिर पेलो यसरी त म कहिले पुग्ने यार 100 को 110 को स्पिडमा म 70 मा हिँड्छु कता कता पेल्छ भने नि हावाले रोड वर्कको अगाडि स्पिड कम हुन्छ यार यहाँ यहाँ पनि म 40 मा हिँड्न त मिल्छ नि मिल्न त म्याक्समा अब सबै 100 मा हिँडेर आउँछ नि मैले एउटा लेन पक्रेर 40 मा हिँड्दा त हेर्न म्या त चुक्यो मलाई त म्या जित्दिन्थ्यो कि कर्नर ठाउँमा हेर्न पेलेको हेर्न मलाई लेफ्टतिर पेलेको हेर्न राइटतिर 80 हेडर बाबु 80 को निचै तलै छु 110 मा पनि ल पेलो 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 रोड वर्कमा 80 अरे हौ कहाँ आइपुगेँ म हामी रोड वर्कमा 80 हुने गरे पेलो 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 यसमा फेरि लेन चेन्ज गर्न ढाँडो खगायो यसमा खर्चाक गर्छ साइडमा लाग्यो भने टक्काको म फुत्तै लड्छु पापे बिस्तारै हिँडिरह किन हो फेरि 110 अरे हो मैं आएको छ मर्ने भयो म त फेरि रोड वर्क कहाँ थियो यहाँ त्यस्तै रोड वर्क फेरि पेलो फेरि पेलो 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 बिस्तारै जाउँ पेलो 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 बिस्तारै जाउँ पेलो कि बिस्तारै गइहाल्ने पेलो कि बिस्तारै गइहाल्ने बा यार गाडी धन्न झन्डै लड्यो मान्छे मलाई बिलिभै भइरहेको छैन क्या म 70 मा हिँडिरहेको भनेर यति बिस्तारै बिल भइरहेको नि तर हावा आएको देखेर चाहिँ फेरि लास्टै फास्ट बिल भइरहेको क्या अलिकति जाउँ त चाँडो सिधा बाटोमा त गइहाल्छ अब त्यो ढुङ्गोले नै काम बिगार्दो रहेछ क्या एकदम
हुँदैन रहेछ है विदेशमा मतलब किन्न त किन्ने कि लामो टुर गर्नलाई नकिने भने रहेछ फ्युल पनि सकिन लागेको छ एक्जिट लिनुपर्छ अब त जङ्गल यार ओए म त कट्न आँटेँ यार यो कट्न त आँटेको छैन त्यही पनि नो स्टप हेर्न 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 हानेको हेर्न म कसरी टर्न गर्नु क्या आँटसम्म क्रेजी विन्ड चल रहा है यार 10 बजे छ यहाँ आएको छ 1 बजे पानी छ भन्दै तिनीहरू त पुग्ने बेला भइसक्यो यार काममा जाँदा नयाँ आएको छ म त लाइक त चिज हो भन्दै यार काममा जाँदा क्रेजी रहेछ यार भाइ त लामो बाटो नेपालमा हुँदैन क्या यस्तो नेपालमा घुमिफिरी जानु पर्थ्यो 40-50 स्पिड हुन्थ्यो 60 स्पिड हुन्थ्यो म्याक्स यहाँ जस्तो यहाँ 110 स्पिड हेर त दुःख दिएको हावाले 50मा हिँड्नुपर्छ क्या सत्तरीमा हिँड्यो भने त ढेल्दै हाल्दो रहेछ बोलिसक्यो मैं तल यो ब्याग भेट्यो भने एकछिन रेस्ट गर्नु पर्यो है यहाँ के लेखेको एक्जिट रहेछ अगाडि सब लाइन पोइन्ट लुकआउट अब एक्जिट गेडा पनि हुँदैन यहाँबाट कहाँबाट लिन सक्ने हो र एक्जिट मैले तर लिन चाहिँ पर्ने थियो यार तर लुकआउट मात्रै रहेछ के गर्ने यहाँ पेट्रोल रिजर्भेसन छैन अस्सीको जोन अरे वा यता मेरो जोन हो मेरो पनि होइन यो जोन रहेको छ जानुपर्ने हामी सिधै हो क्या फेरि अब एयरपोर्ट रोड टु सिडनी टाउन ए टोलको बाटो टोलको छिरेको भए यस्तो हुँदैन थियो यार तातो हुन्थ्यो यार टोलको बाटो टोलको बाटो यार तर अगाडि नम्बर प्लेटै छैन
ओए यहाँ उ छ कि क्या हो उही माक्सम उही कहाँ पुगेँ म उही क्रेजी ठाउँमा त यो त एक्जिट पनि लिन्थेँ कि तर इट्स लाइक त्यहाँ गएर कामै छैन क्या अलिकति पुग्ने त छ यार तेल वोलङ्गङ 17 किलोमिटर उही ल वोलङ्गङ जाने हो अब वोलङ्गङ गएर रोक्ने सिधै अब गाडी 17 किलोमिटरमा वोलङ्गङ छ ल किलोमिटर भनेको 20 मिनट अब म्याक्सम यो स्पिडमा त 100को स्पिडमा जाँदा पो ए जरायो छ अरे अब जस्तो धन्न छिटै निस्केछ म्याप मा कसम मैले झन्काएमा जाने भनेको त म त उही बेस्ट आइडिया यार यो हिँडेर अब म आउँदिनँ नि यति टाढा उदय सोल्टीको बाइक कसरी त्यस्तो स्पिड चल्छ मेरो त चलेको छैन त हो कर रहा है ट्रक किन भाइ स्लो सप्लाई चेन्ज सोल्युसन गियर चेन्ज गर्नुमा खुट्टा कहाँ मेरो फरक थियो म मरेँ अब चाहिँ म मरेँ स्लो गरिनँ भने म मरेँ एउटा झाँटले मेलबोर्न आइज ओए मेलबोर्न ट्रिप गयो बाइकमा मेलबोर्न ट्रिप गयो भन्दै केडा मेलबोर्न ट्रिप साला 60 किलोमिटर हिँड्दा मेरो गाँड फाटो मेलबोर्न पुग्दा त मेरो मरेँ मेलबोर्न पुग्दा त मेरो गाँड च्यातेर हुन्छ Tawanan kalau tahu.
कुदाउनु क्या अब तर मिल्दैन क्या अब आँखासम्म आई विश क्या स्पिड धेरै लगेर राइट लगे त ठिकै छ त्यहाँ ठोकिन्थ्यो कि यसमा लेफ्टमा मुलाको साथ गाडी आइदिन्छ पछाडिबाट ठुलो गाडी आइरह टर्न अरे नयाँ उभलङ्गै जाम यार सिधै रेस्ट गर्न पाएको भए चाहिँ हुन्थ्यो कि तर उभलङ्गै गर्ने अब नजोसी क्या बाबु जोसिहाल्छ क्या फेरि बाटो क्लियर देखेर गाडीको मैले पनि यसरी कुदाउनु पाएको भए पो ढल्केर कुदाउँछ अब गलेमा हिँडेका छौँ धेरै फोकस भएर के लेखेको मासर त यत्रो लेखेको छ लेख्नु पनि के लेखेको अब कसरी पढ्ने हो त्यो 80को स्पिडमा हिँडेको छ त्यत्रो लेखेको छ कसरी पढ्छन् मान्छेले गुइएहरू दिमागै छैन हौ 8 किलोमिटर अरे वलङ्गङ यहाँदेखि यहाँ युटर्न लिन आएको भने चाहिँ म हानिदिन्छु यिनीहरूलाई झन्डै हान्दै यार
कुदाएको छैन, यिनीहरूकै पछि पछि जानुपर्छ। यिनीहरूले छिटो कुदायो भने म हक्छु। त्यही भएर म पनि यहाँ कस्तो बाटो हो यो? यस्तो त हाम्रो घरको अगाडि हालेको छ यार यो टाइल त। छ्या, गरिब देश। बल्ल बाइक कुदाउनु मजा आयो यार। त्यहाँ त म त मरेको थिएँ यार। कसलाई कि गइदिने हो र यहाँ जाऊँ न खुइ खुइ। ए हाँसाको बच्चा छ अरे बाटामा। घर हुँदा पनि कस्ता हावा चलेको। तेल हाल्ने भनेको त यार हाल्ने न त। खाल्डा र खुल्ले घर कति राम्रो हो क्या। म आएको छु यहाँको। यस्तोमा पो त घर किन्नुपर्ने साला। बाइक चाहिँ किन्नु हुँदैन, घर त किन्न हुन्छ। कति राम्रो घर हो, कस्तो सफा ठाउँ हो साला।
लेन चेन्ज गर, म त यतै पो जाने होला भनेको त अग्गुवाहरू। कहाँ लगिराखन् नै थाहा छैन क्या आफूलाई चाहिँ। ए गुड प्लेस पन्जा किन्नुपर्छ यार। पार्किङ खोज्नु म भएन यहाँ क्रेसीवाला पार्किङ। कति भिड हो क्या यस्तो चोमो ठाउँमा पनि। अनुकन्टारमा छ यहाँ कस्तो भिड हो क्या। यसले भेट आमा एक राउन्ड हानेर आइनले नभेटेर म त कच्चामा छिराइदिन्छु म जहाँ चाहिँ बिग डिल छैन कि। ल राउन्डको खेलेर खाँदैन अब। बाइक राख्ने छुट्टै हुँदैन। म यहाँ कसम यो बाइक राख्ने लेनमा ट्रली ल्याएर घुसाइदिएको छ। BMW को स्कुटर पनि हुन्छ। विदेशमा आएर के देख्नुपर्छ मैले। एकछिन ल रेस्ट गर ल भाइ। लाइफ कुड बी अ ड्रिम। लाइफ को मुखैमा आयो यार यो माइक। अघि त भएको छैन यस्तो। Life could be a dream.
जम्मा 1 घन्टाको फुटेज बाँकी छ यार। अब क्या उसमा कहाँ जाने हो थाहा छैन क्या मलाई। म निस्किन चाहिँ निस्किएँ कि कहाँ जाने हो मलाई अत्तो पत्तो केही छैन। रोक्ने ठाउँ खोज्छु अब। Life could be a dream. रोक्ने ठाउँ खोज्छु भनेको रोक्ने ठाउँको छेउ पनि देख्दिनँ म। म्याप लगाउनु पर्छ यार। सिट प्राइभेट रोड रहेछ यो त। कहाँ रोक्ने यार? त्यहाँ पार्किङ रहेछ त्यहाँ कहीँ जानु पर्यो। फोन आयो अब। तेल फक हेर्नु पर्यो नि अब म्याक्सम। कहाँबाट एक्जिट हो यसको?
के हो चिप्लिन्छु त हौ म त ब्ल्याट ब्ल्याट कहाँ हो कहाँ पुरा आयो मैं यहाँ कसम होइन ऊको वालामा ल्याएर कस्तो रोकिदियो मैं एक घन्टाको मात्रै फुटेज बाँकी छ यार यहाँदेखि म मेरा मुरा पुगुन्जेलसम्मको मात्रै फुटेज छ क्या मसँग केमार्ट छिरेर मैले पन्जा किन्न बिर्सेँ क्या अघि आएको बाटो हो क्या यो यहाँबाट हामीले लेफ्ट लिएको थियौँ याद छ मलाई
ओइ गाडी हेर्नु कस्तो बकल कुन गाडी रहेछ यो लोटस कस्तो नाम हो यो लोटस फुल हो कि गाडी हो बाइक भन्दा धेरै मलाई पत्याइराख क्या साला सेकेन्ड एक्जिट भनेको कुन हो फेरि यो फर्स्ट एक्जिट यो सेकेन्ड एक्जिट आम्बो के साह्रो राम्रो घर हौ गियरै चेन्ज गर्ने बिर्सिन्छु त म त फ्लोमा 50 को हो यो जोन्ता यो साह्रो राम्रो भ्याली रहेछ हौ Hai Aisyah हाँसको बच्चा हुन्छ अरे यता हेरेर हिँड्नुपर्छ कति राम्रो हो यो ब्लू गाडी पनि मुना मुरा नै गइरहेको जस्तो छ सेकेन्ड एक्जिट भनेको कता हो यसको मैले हो क्या मैले हो क्या मैले हाइवे पक्रेँ मैले रङ
गाडीजन आइसक्छ आएको ठाउँ यो त अघि पनि आएको ठाउँ हो त यार अघि आएको ठाउँ हो यार यो त अघि चाहिँ हामी सिधा गएको माखलम यहाँ आउनलाई गाँड फाटेको मेरो सेकेन्ड एक्जिट भनेको कुन हो यो फर्स्ट हो यो सेकेन्ड हो त्यो म्यापले राउन्ड अबाउटमा चाहिँ टेक फर्स्ट एक्जिट टेक सेकेन्ड एक्जिट टेक थर्ड एक्जिट भन्छ कि अनि परबाट थाहा नै हुँदैन कतिवटा बाटो छ त्यहाँनिर कतिवटा एक्जिट छ भनेर हो यहाँ फर्स्ट एक्जिट भन्यो रोक्नै पर्ने भयो यार यहाँ गाडी एकदिन न म म्याप हेर्दै आउँदैछु क्या म त जाँदैछु नि बिचतिर बिच छैन छिरेको बिच पनि छ त त्यहाँ यस्तो छ क्या पार्किङ गरेर हिँड्न पर्छ बिच जानलाई चाहिँ ल रोक्नु ल म हेर्छु ल फोन काट्नु त एउटा रेस्पेक्ट हुन्छ क्या बाइकरदेखि बाइकरमा नि चाचाले पनि मलाई गर गाडीमा हुन्छ त्यस्तो गेडा पनि हुँदैन गाडीमा फलो गर्छु भनेर गएको म्या कहाँ पुगे त हो यिनीहरू त
तर कता हिँडाएको छ कि अघि आगे बाटो गयो हार्ली डेभिडसन रहेछ यार यो त्यसको बाइक एक्सपेन्सिभ सिट यसो बोलौँ गएर बोलौँ पुरा गीत बजाउँदै हिँडेर यार यिनीहरूले हएको मलाई थाहा मिरामुरा लुकआउटमा गइराखन् कि यिनीहरू जान चाहिँ तर त्यहाँ होइन क्या त्यहाँबाट हाइक गरेर तल जानुपर्छ क्या ए हग्गाहरूले कन्फ्युज बनाइदिएर पछि गएको अरे यिनीहरूको फेरि त्यही चतुरे भइगयो नि हाल आएको हेर्न पहिले कायमै पुऱ्याउने रहेछन् तेल छैन बाटो बुढो त कहाँ पुग्यो यार त्यसको गाडी बत्तिँदैन रह्यो यार मैले तिनीहरूलाई भेटिनँ भने नि म छोडिदिन्छु क्या अघिको लेभलमा चाहिँ हावा चलेको छैन चलेको छ
मिनामुरा कायामा डान्स के नाम हो यो मारामुरा पानी अब पैनी देख्न पाउँदा त एकदम खुसी लाग्छ हो विदेशमा पैनी देख्न पाउँदा छ हाला देखिँदैन है सहरमा बस्दा कामा म्युनिसिपालिटी कायमै आइपुगेको त लेटर राली उही गोल्फ खेल रहा है गोल्फ अमीरों का गेम केही सेन्स चाहिँ छैन क्या यो त कस्तो बल हान्छन् अनि त्यही खोज्नु जान्छन् किन 50को स्पिडमा कुदाइरहेको गाडी हुँदा पनि मलाई कुरेर होला उनीहरूले के हो त्यो के लेखेको छ मारामुरा लेखेको छ मारामुरा I'm gonna be your dream चालिरहेछ यहाँ त ओइ 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 हेर्न हानेको बुढोले हेर्न के साह्रो धनी हुनुपर्छ बिलिनियर होला नि मिलिनियर होला मिलिनियर त 100% हो 100% हो मिलिनियर त बिलिनियर त थाहा भएन मिलिनियर त कोही यस्तो ठाउँमा आएर यो ठाउँमा आएर गल्फ खेलिरहेको छ भने त 100% मिलिनियर यत्रो बेरदेखि साइड लाइट बालिरहेको छु यिनीहरूको म्याप हेरी पनि राम्रो छैन क्या फेरि एउटा कहाँको एक्जिट मिस गरिदिन्छन् कि मलाई थाहा छ यिनीहरूलाई थाहा नै छैन कहाँ जाने हो अब साइड लाइट बाल्दैनन् कसरी थाहा हुन्छ मलाई यहाँ जाने रहेछ पछि बाल्छन् भोलि बाल्छन् कस्तो सेक्सी बिच छ यार कस्तो दामी बिच छ यार Swan. Crazy.
स्वानको बच्चा त होइन यो सिगलै होला त्यो अरू त होइन त्यो डुलेको त अनि स्वान त सधैँ जोडीमा हिँड्थ्यो त आज त एउटै यो स्वान होइन कि स्वानै हो स्वान त यस्तो हुँदैन त हौ स्वान त सेतो पो हुन्छ त हौ यो हो नि त ठाउँ बुइ त्यहाँ पुगिसक्यो माथि म यहाँ हिँड्दैछु लखर लखर यो बोकेर अब हिँड्ने आम्बो कस्तो सिक ठाउँ छ नि हौ यो हो नि त प्लेस विदेश आएको बल्ल महसुस भयो जिम गरेको काम लाग्यो नि हो होइन स्ट्यामिनाबाट आएको साला ए माइक कुनै लिएर हेरेको सिक छ त हौ ठाउँ त आम्बो म त के हो के देखिन्छ भन्दै थिएँ ऊ त्यो बिचमा जानु पाए कस्तो मजा आउँथ्यो होला यार तर लाने भित्रको स्ट्यामिना यो सबै नेपाली हुन् क्या सबै त होइनन् यो मेरो विचारमा नेपाली हुन् कपाल उडेको जिमको कन्डो भाँचिहाल्यो क्यालोरी बन्द भयो यति भएपछि खाइदिन्छु म टक्कै पनि घोडाको हो कि अब यता यहीँ हो बस्ने अझ माथि जाने के हो यो के जुस हो यो के जुस हो यो लाइची के हो लाइची भन्यो लिची भन्न त नि लाइची यो चाहिँ माउन्टेन ड्यू अनि पहेँलो ख त रेड बुल होला पहेँलो ख त पेप्सी म्याक्स दिएन झरो नयाँ केमार्टबाट किनेको $8-10 तन्ना केमार्टबाट पन्जाली गएँ कस्तो मजा आयो बिर्सेछु नि अब के गर्नु एकदिन यहाँ कपाल यहाँ आफ्नो चाहिँ मिस्टर बिन भएछ ल ढुङ्गो पनि ल्याउनु पर्ने रहेछ कस्तो ए मान्छे बसेपछि ढुङ्गो भइगयो नि ओए म यो नि सबै युट्युबमा हालिदिन्छु नि फेरि इन्स्टाग्राममा युट्युबमा सबैमा हालिदिन्छु नि म फेरि बनाम के खानु मन छ तिमीलाई ओइ उडायो ल यसलाई डल्लो पारेर हालिहालौँ त उयो पो भइसकेछ नि त यिनीहरूसँग पैसा छैन नि त त्यही त खाँदा खाँदैन थियो यिनीहरूलाई फोटोमा गर्दै नाच्दै उयो ठिक्क त्यो रातोको लाउनेलाई यसको त म भिडियो खिचेर म इन्स्टामा आएर त्यो रातो राम्रो रहेछ हमको नहीं पता है मेरो चाबी खोइ बाइकको बाइकको चाबी हरायो विकेशसँग छ विकेशको लिएकै छैन खोइ चाबी हरायो यार कसम छ यहाँ त हालेको छैन
कसैले पक्रिँदा मेरो मोबाइल चाहिँ खोइ यो रेकर्ड हुँदैछ है अँ यो चोर्नु जानु ओइ यार जाइरहेको त चाबा भएर र फ्रस्ट्रेसन अर्कै लेभलमा छ हामी नै छैन यार छैन ब्यागमा छ कि छैन हामीलाई थाहा छैन मैले होइन यार यहाँ राखेको जुत्ताभित्र चाबी हुन्छ मेरो मोबाइल चाहिँ भेट्नु अहिले चाहिँ हाम्रो ल यही हो लास्ट स्पट हाम्रो सक्यो अब यहाँबाट घर जाने हो त्यहाँ जाँदै हाम्रो बाइक टेन ल बाई